आदरणीय दर्शकहरू, आजको यो अर्को भिडियो श्रृङ्खलामा तपाईहरुलाई धेरै स्वागत छ। विभिन्न भिडियो सामग्रीहरू र नयाँ विषयका प्रस्तुतिहरू लिएर आउने क्रममा आज विभिन्न समयमा यो देशमा भएका विद्रोह, जनविद्रोह र आन्दोलनहरूका विषयहरू लिएर म तपाईहरुको माझमा आएको छु। नेपालमा धर्म, जात र पहिचानका लागि विभिन्न समयमा विभिन्न स्वरूपका संघर्ष, युद्ध, आन्दोलन भएका छन्। यी मध्ये केही विद्रोह, केही सशस्त्र संघर्ष र केही जनआन्दोलनको संघर्षहरू कहिले र कसको नेतृत्वमा भएको थियो त? ती युद्ध र विद्रोह हुँदा नागरिकको जीवधनको क्षतिको विवरण के छ त? संक्षिप्तमा तयार पारेको यो सामग्री हेरौं। सबैभन्दा पहिला 1979 साल ईस्वी सम्वत 1942 मा विभिन्न गैर सरकारी समूहले प्रमुख रूपमा पाटन, काठमाडौँका युवाहरूले नेतृत्व गरेको कोत पर्व विद्रोहको विषय सुरु गरौं। राणा शासन विरुद्ध असमान व्यवहार, जातीय विभेदका कारण सिर्जना भएको, गर्नुपर्ने बाध्यता भएको यो कोत पर्व विद्रोह, जसबाट केही मानिसहरू मारिए, सयौं गिरफ्तार भए। यसका ठोस तथ्यहरू उपलब्ध छैन, किनभने राणा शासन विरुद्धको उक्त आन्दोलन जसमा भएका विभिन्न ठोस प्रमाणहरू राणा शासनकालले गर्दाखेरि त्यसलाई दबाइयो। यसैगरी दोस्रो नम्बरमा हामीले तयार पारेका रिपोर्ट अनुसार जनजाति आन्दोलनहरूलाई लिएको छ। 1950 देखि 1960 का दशक, यानी कि 2010 देखि 2030 सालको बीचमा लिम्बुवान, खम्बुवान, तमुवान आन्दोलनका नेताहरूद्वारा नेतृत्व गरिएको उक्त जनजाति आन्दोलनहरू आदिवासी जनजातिहरूको अधिकार, स्वायत्तताको माग सहित गरिएका ती जनजातिका आन्दोलनहरूमा यदाकदा स्थानीय स्तरमा हिंसा विस्तृत तथ्य भने राखिएन। यसैगरी विशेष रूपले मानिएको सबैभन्दा ठूलो आन्दोलन राणा शासन अन्त्यपछिका आन्दोलनलाई लिन सकिन्छ। 1996 देखि 2006, फागुन 1 2052 सालदेखि 2063 सालसम्मको माओवादी जनयुद्ध। जनयुद्धको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई लगायतका माओवादी नेताहरूले गर्नुभएको थियो। वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय विभेद अन्त्य र गणतन्त्रको स्थापनाको मुख्य एजेन्डा राखेर गरिएको उक्त माओवादी जनयुद्धमा करिब 17,800 जना मारिए। सुरक्षाकर्मी, माओवादी लडाकु र निर्दोष नागरिक समेत गरी 17,800 जना मारिएको उक्त आन्दोलन जनयुद्धको पछि राष्ट्रिय मानव अधिकार आयोगको अनुसार यो तथ्याङ्क तपाईहरुको माझमा हामीले प्रस्तुत गरिरहेका छौं। यसैगरी चौथो नम्बरमा हामी पेश गर्न चाहन्छौं मधेस आन्दोलनहरू। यी मधेस आन्दोलनहरू किन भनिएको छ भने यसका पनि विभिन्न मितिमा फरक नेतृत्वले गरेका आन्दोलनहरूको विषय यहाँ समेटिएको छ। पहिलो मधेस आन्दोलन 2063 सालमा मधेसी जनअधिकार फोरम तत्कालीन अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको थियो। मधेसीहरूको राजनीतिक प्रतिनिधित्व, पहिचानको मागका विषयहरू लिएर गरिएको उक्त मधेस आन्दोलनमा करिब 50 जना नागरिक मारिएका थिए। यसैगरी 2064 सालमा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, फोरम नेपाल लगायतको अगुवाईमा भएको दोस्रो मधेस आन्दोलन, जसको मुख्य कारण भनेको समानुपातिक समावेशिता, प्रतिनिधित्व, स्वायत्त शासन, यो मागहरूसहित दर्जनौं मारिएको उक्त मधेस आन्दोलनले मधेसमा पाएको थियो, विद्रोह नै गरेको थियो। यसैगरी तेस्रो मधेस आन्दोलन 2072 सालको संविधान घोषणापछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वमा तेस्रो मधेस आन्दोलन भएको थियो।
सङ्घीय सीमाङ्कन, मधेसको पहिचान जस्ता एजेन्डाहरू लिएर गरिएको उक्त तेस्रो मधेस आन्दोलनमा 50 जनाभन्दा बढी नागरिक मारिए। विशेषतः यो तेस्रो मधेस आन्दोलनको केन्द्र सप्तरी, रौतहट, सिराहा आदि जिल्लाहरूमा भएको थियो, केन्द्र थियो। तिनीहरूलाई चाहिँ विशेष क्षेत्रको आधारमा मानेर यिनीहरूले ती मधेस आन्दोलन गरेका थिए भने 5औं नम्बरमा हामीले सङ्कलन गरेको रिपोर्ट अनुसार 2072 सालमै थारू आन्दोलनलाई हामी तपाईहरुको माझमा प्रस्तुत गर्दछौँ। थारू कल्याणकारिणी सभा संयुक्त थारू सङ्घर्ष समितिले नेतृत्व गरेको उक्त थारू आन्दोलन थारूहट प्रदेशको माग, पहिचानको आधारमा सङ्घीयता यी एजेन्डाहरू लिएर गरिएको आन्दोलन थियो। टिकापुर घटनामा 8 सुरक्षाकर्मी र 1 बच्चा मारिए। पछि प्रदर्शनमा थारू समुदायका पनि केही मारिए। यी सङ्घर्षहरूले नेपालमा जात, वर्ग, धर्म, लिङ्ग र पहिचानका विषयमा संवेदनशीलता र चेतनाको विकास त गरेको छन्, तर त्यसको मूल्य पनि महँगो चुकाउनु परेको छ। मधेसमा भएका आन्दोलन मध्येको पनि कडा र ठुलो आन्दोलनको रूपमा लिएको यो थारू कल्याणकारिणी सभा संयुक्त थारू सङ्घर्ष समितिले अगुवाई गरेको यो आन्दोलन रेशम चौधरी केही समय अगाडि मात्रै यो जेलबाट छुट्नु भएको छ। यही विषयमा पक्राउ पर्नु भएको थियो। विभिन्न समयमा भएका यी र यस्ता युद्ध र घटनाक्रमले साँच्चै नै यो देशका नागरिकहरूमा पहिचान, धर्म, वर्ग, संस्कृतिको निम्ति गरिएका आन्दोलनहरूले के साँच्चै आजको दिनसम्म आइपुग्दाखेरि सार्थकता पाएको छ त? के यी 17,000 भन्दा बढी झन्डै 18,000 नागरिकहरू मारिएर आएका गणतन्त्र र यसले दिएका उपलब्धिबाट साँच्चै गणतान्त्रिक नेपालका नागरिकहरू खुसी छन् त? आदरणीय दर्शकहरू, यो एउटा राजनीतिक घटनाक्रम र राष्ट्र बचाउ अभियान साथै नागरिकलाई साँच्चै मानव भएर बाँच्न पाउने अधिकारको निम्ति भएका यो विभिन्न युद्ध, आन्दोलन र जनयुद्धको विषयमा तयार पारिएको सामग्री हेरिसकेपछि तपाईहरुको मनमा लागेको जिज्ञासा कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया जनाउन नभुल्नुहोला। धन्यवाद। यो सामग्री हेरिदिनु भएको लागि र यहाँसम्म आइसकेपछि अवश्य पनि हामीलाई उत्साहको निम्ति भए पनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला, शेयर गरिदिनु होला र फेरि भेट्ने बाचा गर्दै बिदा हुन्छौँ। हस्त, नमस्ते।